हेलो वाट्सएप ब्युटिफुल पिपुल गुड मर्निङ चाहिँ ओके हामी चाहिँ आज सबै बुढी म अनि मेरो ज्वाइँ र बहिनी हामी चाहिँ मुभी हेर्न गएको छौँ होइन हामी गएका थियौँ अनि गरकोमा हामीले अर्ली मर्निङको टिकट लिएको थियौँ स्पाइडरम्यान ब्रान्ड न्यू डेको लागि अनि त्यसपछि यहाँ देख्न सक्नुहुन्छ पूजा पुरै निन्द्रामै छ अझै होइन अनि हामीहरू सबैजना अर्ली मर्निङमै गएको भएर चाहिँ अलिकति क्राउड पनि धेरै कम नै थियो अनि हल पनि खाली खाली नै थियो सो मर्निङमा गएको भएर हामीले अलिक डिस्काउन्टेड प्राइसमा पनि फर्स्ट सो हेर्नु गएको भएर डिस्काउन्ट पाइ पायो अनि हाम्रो चाहिँ मुभी चाहिँ 3Dमा छ यहाँ तपाईँले गग्सहरू देख्न सक्नुहुन्छ एन्ड हामी हलमा गइसक्यौँ यहाँ चाहिँ अनि मुभी सुरु हुन लाग्यो अनि पूजाको चस्माको चाहिँ सिसा थिएन अनि त्यो चाहिँ रिप्लेस गर्न मलाई पूजाले पठाउनु भएको थियो होइन 3D ग्लासेसहरू सो अनि मुभी चाहिँ राम्रो थियो फर्स्ट पार्टमा राम्रो भएको थियो एकदम रमाइलो लाग्यो हामीलाई त्यसपछि हामी ब्रेक टाइममा गएर चाहिँ पपकर्न सबकर्न लिएर आयौँ हामीहरू एन्ड मैले चाहिँ नाचोस खाने भनेर नाचोस पनि लिएँ एन्ड पूजाले चाहिँ मलाई पुरै आँखा तर हिँडिरहेको थियो है यसको लागि चाहिँ नाचोस एक्स्ट्रा खानुपर्ने भनेर है अनि त्यो रमाइलो भयो अनि ब्रान्ड न्यू डे चाहिँ हामी सोचेको भन्दा एकदम दामी मुभी छ है सो यो स्पेसली यो पार्ट चाहिँ एकदम हामीलाई एकदम राम्रो लागेको थियो ठ्याक्क पूजाले पनि खिच्न पाउनु भएछ होइन मैले सोचिरहेको थिएँ यो पार्टको लागि भनेर अनि सो तपाईँहरूले चाहिँ एकदम इफ तपाईँहरूलाई स्पाइडरम्यानको सिरिजहरू मार्बल मुभिज मनपर्छ भने वी हाइली रिकमेन्ड दिस मुभी फर यु गाइज है सो आफ्टर मुभी वी वेन्ट टु राईदाईको चाट पसलमा जुन चाहिँ तपाईँको नखीपोटमा छ एन्ड इट्स भेरी फेमस द्या सो मर्निङको सो 3 घन्टाको मुभी हेरिसकेपछि वी वर हङ्ग्री अनि हामी चाहिँ अब लन्च गर्ने भनेर सोचेर गएको थियो बट ठ्याक्क त्यो एरिया पुगेर हामीले त्यो खायौँ एन्ड यु क्यान सी आफ्टर द्याट वी वेन्ट ब्याक होम अनि हामीले त्यहाँ चाहिँ चटपटे मात्रै खायौँ अनि लास्टमा हामीले घरमा चाहिँ केएफसी अर्डर गऱ्यौँ हाम्रो लागि एन्ड वी ह्याड फन रमाइलो भयो धेरै थ्याङ्क यू सो मच फर वाचिङ